हाम्रो एक मात्र सन्तान कसरी सहने यो पीडा कसरी सहने तपाईहरु सहन सक्नुहुन्छ उनीहरुलाई पनि अलिकति दया माया थिएन उनीहरुलाई त्यसरी गोली हान्दा किन यसरी मार्नु भयो कि उहाँहरुको मुटु छैन अलिकति मेरो बाबुलाई यतिसम्म चाहिँ कसैको पनि त्यस्तो खोज्न नपरोस् कि यति पीडा भोगेको छु मैले त्यति मात्र हो र मलाई यसरी लटाउने सुई सल्यान दिएर बिहोस हुँदाखेरि त मान्छेलाई बिउजाउँछ नि झन् उल्टो लटाउने सुई दिएर त्यसरी राख्ने हस्पिटलले पनि धेरै अन्याय गरेछ कि खानै नखाइकन मेरो आमासँग आमाले चाहिँ बाबु खाना खाएर जाऊ न भन्दै पनि म एकैछिनमा आइहाल्छु नि भनेर निस्केको मेरो पाए मेरो बाबु यस्तो भइसक्यो भने थाहा हुँदा पनि डाक्टरहरूले मलाई यति उ गरेर राखे कहिले पुलिस आउनुपर्छ कहिले के आउनुपर्छ भनेर मलाई बाबुलाई भेट्न पनि दिएन हेर्न पनि दिएन त्यो दिन के पागल जस्तो गरेर मैले खोजेको मेरो बच्चालाई पहिला मैले टमा खोजेँ होइन टमाबाट एभरेस्ट पठाएँ एभरेस्टबाट टिचिन आउँदाखेरि म बेहोस भएछ बेहोस हुँदाखेरि मलाई सल्यान दिएर लटाउने सुई दिएर राखेको रहेछ कि मलाई मेरो बाबु उनीहरूलाई मैले फोटो देखाउन साथ मेरो बाबु यस्तो भइसक्यो भने थाहा हुँदा पनि डाक्टरहरूले मलाई यति उ गरेर राखे कहिले पुलिस आउनुपर्छ कहिले के आउनुपर्छ भनेर मलाई बाबुलाई भेट्न पनि दिएन हेर्न पनि दिएन त्यो दिन कि अनि मलाई चाहिँ बेहोस हुने सुई राखेर लट्टाएर सुताएर राखेँ कि बेडमा त्यस्तो गरेर राखेँ मेरो बाबुलाई यति पागल जस्तो गरेर खोज्नु पर्यो मैले कुन चाहिँ हस्पिटल धाइन एउटा कर्फ्यू लाए पनि थाहा छैन म पागल जस्तो गरेर घुमेर कुन चाहिँ हस्पिटलमा छ भन्ने थाहा न उसको साथीहरूले दिउँसै मेरो बाबुको ज्याकेट र मोबाइल दिएर गयो के उनीहरूले त्यतिखेर मेरो बाबु यस्तो भयो आन्टी ल केही नभए नि आन्टी ल मेरो रसिकलाई यस्तो घाइते भएको छ हस्पिटलमा छ भनिदिएको भयो भने मैले यसरी भौतारेर खोज्नु पर्ने थिएन नि होइन मैले पागल जस्तो गरेर खोज्नु पर्यो उनीहरूले दिउँसै आएर मेरो बाबुको ज्याकेट र मोबाइल दिएर गयो रसिक खै भन्दाखेरि रसिक आउँछ आन्टी एकछिनमा आउँछ भनेर मलाई त्यत्तिकै झुलाएर राख्दैन मेरो नानीले अस्ट्रेलियाबाट राति 8 बजे फोटो पठाउँदाखेरि म पागल जस्तो गरेर रोडमा भौतारेर गाडी रोक भनेर रोकेर गएर हरेक हस्पिटल खोजेर म कस्तो हालतमा हिँडेको थिएँ मेरो बाबुलाई यतिसम्म चाहिँ कसैको पनि त्यस्तो खोज्न नपरोस् कि यति पीडा भोगेको छु मैले त्यति मात्र हो र मलाई यसरी लटाउने सुई सल्यान दिएर बिहोस हुँदाखेरि त मान्छेलाई बिउजाउँछ नि झन् उल्टो लटाउने सुई दिएर त्यसरी राख्ने हस्पिटलले पनि धेरै अन्याय गरेछ कि यस्तो भनी थाहा हुँदै पनि होइन ठिक छ अलि हेर्न अलि मिल्दैन भनिदिएको भयो पनि त हुन्थ्यो नि होइन कति दुःख पाएको छु मैले तपाईँ कहिले हस्पिटल चाहिँ कति टाइम पछि आउनु भयो कि यही काठमाडौँमै म हाम्रो घर यही टेकु हो टेकुबाट मैले नानीले उता फोटो पठाएपछि थाहा पाएर आएको कि म भनिसकेपछि उहाँलाई चाहिँ कति 23 गते नि गोली लागेको हजुर दिउँसो त्यही 1 साढे कति बजे उसलाई गोली लागिसकेर बितिसकेको रहेछ त्यतिखेर नै मैले थाहा पाएको चाहिँ 8 बजे हो कि उता मेरो लाग्ने बित्तिकै 23 गते नि डेथ भइसक्यो हजुर त्यहाँबाट हजुरहरूलाई चाहिँ हस्पिटलबाट कति जानकारी कति बेला भयो त्यही दिनबाट जानकारी आएको हैन मेरो छोरीले अस्ट्रेलियाबाट मलाई फोटो पठाएको के उले भाइको उसको यसपछि तपाईले यहाँ नेपालमा भएको घटनाको जानकारी आफ्नै छोराको थाहा पाउनको लागि अस्ट्रेलियाबाट मेरो छोरी अस्ट्रेलिया थियो उताबाट मलाई खबर आएको छोरीकोबाट
अनि सरकार पक्षहरूको कोही तपाईँहरूलाई आजको दिनसम्म भेट्न सान्त्वना दिन कोही केही आएको छन्? कोही आएको छन् त कोही आएको छैन अब हिजोबाट कुलमान सर आउनु भएको थियो अरे उहाँ हिजो आउनु भएको थियो अरे तर म चाहिँ आएको थिएन मेरो बहिनीहरू हाम्रो प्रधानमन्त्रीज्यू पनि त हस्पिटलमा भेट्नको लागि आएको भनेर न्युजहरू आएको छ उहाँ घाइतेलाई मात्र भेटे हो हामीलाई त भेट्नु भएको छैन जुन सरकारले हजुरहरूलाई जुन राहत स्वरूप 10 लाख प्लस 5 लाख 15 लाख दिने भनेको छ यसमा चाहिँ हजुरहरूको के छ भने मेरो त केही भनाइ छैन मेरो बच्चालाई अब न्याय मिलोस् होइन मेरो बच्चाले पछाडि गोली खाएको होइन त उसले छातीमा गोली खाएको छ होइन 2 गोली खाएको छ होइन उसलाई न्याय मिलोस् यति भए पुग्छ मलाई अरू त्यो पैसा सैसा होइन केही मतलब छैन मलाई जुन अब नसक्ने हुनुहुन्छ होला होइन उहाँहरूलाई त अब चाहियो नै होइन सकेसम्म चाहिँ घाइतेहरूलाई उपचार होस् उनीहरूको राम्रो होस् होइन उहाँहरूले हाम्रो बच्चा जस्तो हुन नपरोस् होइन आमा बाउले उस्तो पीडा खप्न नपरोस् म त त्यही भन्छु वेदरहरू हामी हेरेर मोस्ट लाइकली हामीले त्यसलाई लगेर उतातिर पठाउँछौँ नभए हामीले चाहिँ 2 थरी बक्सहरू आइस सहितको भ्याली बाहिरको लागि हामीले आइस सहितको बक्समा राख्छौँ आइस राखेर है त्यो हुँदाखेरि चाहिँ उनीहरूलाई गाह्रो पनि हुँदैन इनकेस उडेन भने हामी फिर्ता ल्याउनु परे पनि फिर्ता लिएर आउँला है त त्यसलाई त्यो भर्खरै पनि त्यो वेदर क्लियर भएको छ अरे हाम्रो वेदर क्लियर भयो नि हामी लग्छौँ अहिले वेदरहरू हामी हेरेर मोस्ट लाइकली हामीले त्यसलाई लगेर उतातिर पठाउँछौँ नभए हामीले चाहिँ 2 थरी बक्सहरू आइस सहितको भ्याली बाहिरको लागि हामीले आइस सहितको बक्समा राख्छौँ आइस राखेर है त्यो हुँदाखेरि चाहिँ उनीहरूलाई गाह्रो पनि हुँदैन इनकेस उडेन भने हामी फिर्ता ल्याउनु परे पनि फिर्ता लिएर आउँला है त त्यसलाई त्यो भर्खरै पनि त्यो वेदर क्लियर भएको छ अरे हाम्रो वेदर क्लियर भयो नि हामी लग्छौँ अहिले है सबै त्यही रहन्छ त्यसरी हाम्रो यहाँ 12 बजेसम्म चाहिँ तपाईँहरू वेटिङ रहिदिनु होला 12 बजे भित्र भिडभाड नगर्नु होला यहाँबाट लाने सब कतिवटा बाँकी छ कहाँ भन्नुभयो यहाँबाट आज 10 वटा निस्किन्छ एउटाको पोस्टमार्टम हुन बाँकी छ भर्खरै पनि पहिचान खोलेको छ हाम्रो जुन भएको है उहाँको चाहिँ दिपेश सुनवार भन्नेको चाहिँ शहीद जो हुनुभएको छ उहाँको चाहिँ पोस्टमार्टम हुन बाँकी छ उहाँ हुँदैछ भद्रकालीबाट लिएर आउँदै हुनुहुन्छ त्यो भएकोलाई आज हाम्रो पशुपतिमा चाहिँ विनोद महर्जन गौरव जोशी रसिक खतिवडा दिपेश सुनवार शहीदको चाहिँ हुँदैछौँ है त्यसै भएकोलाई अनि अर्को चाहिँ हामीले उता हेलीबाट पठाउने कुरामा चाहिँ आर्मीसँग कुरेको चाहिँ सन्तोष विश्वकर्मा सहित प्रवीण कुलुङ सहित चार कुमार राई सहित सत्रमान कुथुमी सहित शाहजन राई सहित विजय चौधरी सहित हुन्छ उहाँहरूको चाहिँ सन्तोष विश्वकर्मा उदयपुर रामपुर जानुहुन्छ प्रवीण कुलुङको सङ्खुवा सभा चार कुमार राईको धरान छत्रमान कुथुमीको धनकुटा शाहजन राईको पनि धरानै हो होइन सुन्नु है छत्रमानको धनकुटा है विजय चौधरीको लाहान सिरा अनि प्रवीण कुलुङको सङ्खुवा सभा अनि शाहजन राईको सुनसरी धरान र सारकमर राईको चाहिँ उदयपुर भइहाल्यो र सन्तोष विश्वकर्माको नै उदयपुर भएर चाहिँ यति 6 वटा चाहिँ हाम्रो शहीदहरूको 10 जनाको चाहिँ हामीले पशुपतिमा लगेर दाह संस्कार गर्नेछौँ र 6 जना होइन 10 जना टोटल हो 4 जना चाहिँ पशुपतिमा दाह संस्कार हुँदैछ 6 जना चाहिँ हामीले हेलीबाट बाहिर चाहिँ लाइदिएछौँ त्यस्तो भएको छ रुट अहिलेसम्मको हामीले प्लान गरे अनुसारको चाहिँ टिचिङदेखि सिधै चाहिँ लाने भन्ने छ अहिले सबैले व्यवस्था भनेर त्यसको लागि तयार हुन्छ 2टा संस्थाको गाडी आउँदैछ एउटा पशुपति जाने एउटा चाहिँ रिङ रोड यहाँबाट निस्केर चक्रवत चोक हुँदै निस्केर चाहिँ हामी जान्छौँ भन्ने चाहिँ लागेको छ थप केही जानकारी आयो भने पऱ्यो भने त हामीलाई जानकारी गराउँछौँ हजुरहरूलाई अहिलेसम्मको प्राप्त जानकारी त्यस्तो छ है हजुर लाने सबहरू चाहिँ हजुरहरूले जस्तै हेलिकप्टरबाट लिएर जानुपर्ने सबहरू चाहिँ कहाँदेखि होइन एयरपोर्ट हामी सबै एयरपोर्ट लान्छौँ उसमा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन्छ होइन यहाँबाट निस्किँदा चाहिँ 10 वटा सब सँगै निस्किन्छ है सबै सब यात्रा सुरु गर्छौँ त्यसपछि पशुपति जाने एउटामा र बाहिर जाने एउटामा राखेर त्यसपछि छुटाएर लान्छौँ मेरो नाम चाहिँ ज्योति केसी हो म चाहिँ मेरो बाबु यो बाबु चाहिँ हाम्रो रसिक खतिवडा हो ऊ चाहिँ हजुरको 22 वर्षको हो बाबुको मम्मी चाहिँ उहाँ हुनुहुन्छ हामी 2 जना चाहिँ उसको सानो मम्मीहरू हो अनि त्यही हो हजुरको जुन सेप्टेम्बर 8 हजुरको त्यो 23 गते हो त्यो पहिलो दिनमै ऊ चाहिँ हजुरको छातीमा गोली लागेको रहेछ उसलाई हजुरहरूले के भन्छ हस्पिटलमा कुन हस्पिटल लानुभयो त्यसो सर्वप्रथम त हामीलाई त थाहा नै थिएन होइन उसको दिदीकोबाट थाहा थियो बाबुले उसले त्यस्तो भिडियोमा देखेको रहेछ हामीलाई त थाहा नै भएन अब जान्छु भनेर गएको एकछिन पनि हेर्छु त्यता आऊ मात्रै गर्ने हो भने अब त्यो एकछिन हेर्नलाई गएको बच्चालाई त्यसरी होला भने त कसले सोध्छ र भन्नु न होइन
अनि हामीले चाहिँ त्यही सोचिरहेको थियौँ अब ऊ आउँछ के पनि छ नि भरे भिडियो देख्यौँ भिडियो देखेपछि मम्मीलाई पठाएको रहेछ उसले हामी त अब भाइ जान्छ त्यसरी त्यो हालतमा होला भने त कसले कल्पना गर्छ त्यो त कल्पना नै गर्न सकिन्न नि होइन अनि उसले भिडियो पठायो मम्मीसँगलाई पठाएको रहेछ पहिला मम्मी एक्लै भौतारिनु भयो कहिले अब एभरेज हस्पिटल भन ट्रमा हस्पिटल भन अनि भने फाइनली चाहिँ बाबुलाई यहाँ ल्याएर रहेछ टिचिङ हस्पिटलमा ल्याएर रहेछ भने थाहा पाएँ तर एकदमै बेलुका भइसकेको थियो नि त बेलुका भइसकेको कारणले गर्दा फेरि हेर्न दिएन कि बाबुलाई मेरो नाम बिना महर्जन हो मेरो पाए विनोद महर्जन उहाँ यहाँ काठमाडौँमा के गर्नुहुन्थ्यो काठमाडौँलाई त्यो उसको काम भनेको पेन्टिङ गर्ने देउटाको काम गर्ने मूर्तिहरू बनाउने त्यो काम गर्नुहुन्छ उहाँ जुन दिन गोली लाग्यो 23 गते कि 24 गते 23 गतेकै दिनमा हो उहाँ पनि जेनजी प्रोटेस्टको आन्दोलनमा जानुभएको थियो कि कामको क्रममा लागेको हो कि अब देशको लागि केही गर्नुपर्छ भन्ने चाहिँ उसको मनमा त पहिल्यैदेखि नै थियो त्यसको लागि चाहिँ खानै नखाइकन मेरो आमाले चाहिँ बाबु खाना खाएर जाऊ न भन्दै पनि म एकैछिनमा आइहाल्छु नि भनेर निस्केको मेरो पाए बानेश्वरमा त्यो आन्दोलनमा गएर त्यही एक सुरुमै उसलाई गोली लागेको थियो एउटा चाहिँ गोली लाएर पछाडिबाट निस्क्यो एउटा चाहिँ कुन ठाउँमा लागेको टाउकोमै हो दुईटै टाउकैमा हो जुन सरकारले अहिले हजुरहरूलाई राहत दिन्छु भनेको छ नि त्यसमा के छ हजुरहरूको मुखमा भनौँ न हजुर जुन अहिले सरकारले हजुरहरूलाई राहत स्वरूप 10 लाख प्लस 5 लाख गरेर 15 लाख दिन्छु भनेको छ त्यसमा चाहिँ तपाईँहरू के सन्तुष्टि छ या केही छ हामी त्यतिमा त सन्तुष्टि छैन किनभने हाम्रो भाइहरूले चाहिँ देशको लागि केही बलिदान दिनुपर्छ भनेर चाहिँ हिँडेको हाम्रो भाइहरू हो त्यतिकैमा चाहिँ हामी सन्तुष्ट छैन हाम्रो माग चाहिँ जसरी भए पनि लिखितमा छ त्यसमा चाहिँ पुरा हुनैपर्छ जुन गोली लाग्ने बित्तिकै उहाँको डेथ भयो भनेर हजुरहरूले कति बेला थाहा पाउनु भयो अब त्यही 1 बजेतिर थाहा पायो होला फेस लाइभमा पनि हामी हेरिरहेको थियो तर भाइलाई चाहिँ त्यस्तो अवस्थामा देख्छ कि भनेर हामीले थाहा पनि थिएन हेरे पनि आफ्नो भाइ पनि चिन्न सकेन हामीलाई जुन अब सुरु दिनमै आन्दोलनको क्रममा गोली लागिसकेपछि उहाँलाई कुन हस्पिटल लानुभएको थियो टिचिङ ल्याउनु भएको थियो कि नजिक त सिभिल पनि थियो सिभिल लानुभएको थियो कि हजुरहरूलाई केही जानकारी छ यसबारे एभरेज हस्पिटलमा राखेको रहेछ सुरुमा हामी हेर्न जाँदाखेरि तर चिन्न त सकेन त्यतिखेर पनि अनि पछि यसो बुझेर हेर्दाखेरि चाहिँ आफ्नो भाइको ड्रेसअपहरू त्यो हेर्दाखेरि चाहिँ बल्ल थाहा पाएँ अनि त्यहाँदेखि त्यहाँ 1 रात राख्यो अनि पछि भोलिपल्ट चाहिँ यहाँ टिचिङमा ल्याएको आइसमा राख्नलाई हजुरहरूलाई यहाँ सान्त्वना दिन भेट्नको लागि राजनीतिक पात्रहरू प्रधानमन्त्री पनि टिचिङ हस्पिटल आउनुभएको थियो भनेर न्युजहरू आएको थियो आउनुभएको थियो भनेर मन्त्रीहरू पनि आउनुभएको छ भनेर न्युजहरू आइरहेको छ हजुरहरूलाई भेट्न चाहिँ को आउनुभएको छ अहिलेसम्म त्यतिखेर त कोही पनि आएको छैन चिनेको पनि छैन हामीलाई चाहिँ कोही पनि भेट्न आएको छैन हामी त अल्पत्रै छ कसलाई के भन्ने कसलाई कोसँग के कुरा गर्ने भनेर पनि हाम्रो थाहा छैन कोही पनि आएको छैन यहाँ जुन टिचिङ हस्पिटलमा डेथ भइसकेको सब यहाँ ल्याएर पोस्टमार्टम ल्याइसकेपछि पनि आफन्तहरूलाई चाहिँ भेट्नको लागि धेरै गाह्रो भयो भनेर सुन्नमा आएको छ क्या हामीले सुनेको छौँ यसमा चाहिँ हजुरहरूलाई कस्तो सहज कस्तो भयो के भयो त्यसबारे थोरै बताइदिनु न त्यतिखेर पनि गाह्रै छ भेट्न दिएन हामीलाई चाहिँ पोस्टमार्टमको रिपोर्ट आयो भनेर हजुरहरूलाई कहिले थाहा भयो अब पोस्टमार्टम चाहिँ बल्ल हिजो 9 दिन भयो 9 दिनमा मात्र हाम्रो माग पुरा गर्ने भन्दै हामी यता र उता बिहानदेखि बेलुकासम्म खाना नखाइकन हिँडिरहेको थियो हिजो 9 दिनमा मात्र पोस्टमार्टम भयो बल्ल झगडा गरेर कराएर अब रुने कराउने गर्दै बल्ल हिजो 9 दिनमा पोस्टमार्टम भयो पोस्टमार्टम हुँदाखेरि भइसकेपछि मात्र थाहा भयो कि मेरो भाइलाई मुखमा 2टा गोली लागेको छ भनेर त्यतिखेर मात्र थाहा भयो त्योभन्दा अगाडि त हामी त अल्पत्रै थियो कहाँ जाने के गर्ने यता घरि उता जाऊ हामीलाई चाहिँ साथ दिने कोही छैन
अब हाम्रो सरकारमा के माग्छु भने शहीद घोषणा हुनुपर्छ। त्यति मात्र होइन कि ऊ के भन्छ शालिगहरू पनि सबै गोली लाग्नेहरूको भाइ बहिनीहरूको शालिग पनि शहीदहरूको शालिग पनि बनाउनै पर्छ। 50 लाख हामीले मागेको थियो। त्यो मागहरू चाहिँ अरू पनि के छ होइन। मेरो नाम सुसन मगर हो र मेरो स्थायी घर रामेछाप हो र म यहाँ हाल काठमाडौँ डल्लुमा बसोबास गर्दै आएको छु। र हजुर अब त्यस दिनको थोरै माहौल बुझौँ न। हजुर पनि जानुभएको थियो होइन आन्दोलनमा, कस्तो थियो? अब सँगैका साथीहरू यो अवस्थामा हुँदाखेरि चाहिँ कस्तो लागिरहेको छ? एकदम दुःखद लागेको छ होइन। अब तपाईँको चाहिँ जुन के अरे तपाईँको सोसल मिडियालाई ब्यान र प्रतिबन्धित र तथा एवं तपाईँको यो चाहिँ भ्रष्टाचार र व्यक्तित्व विरुद्धमा जुन आन्दोलन गरेको छ त्यसमा चाहिँ तपाईँको जसरी चाहिँ राज्यले त्यो बेला दमन गरिएको छ। दाइ मेरै साइडमा हुनुहुन्थ्यो। दाइ अब त्यति बेला चाहिँ देख्दाखेरि चाहिँ दाइ चाहिँ जिउँदै हुनुहुन्थ्यो। पछि चाहिँ यस्तो साइडमा हेर्दा दाइ छैन। दाइको अब चाहिँ अनुहारभरि रगतै रगत होइन। त्यहाँ लाँदाखेरि तपाईँको त्यति बेला थाहै छ, तपाईँहरूलाई पनि थाहै छ माहौल कस्तो थियो। त्यही हो। सँगै गएको दाइ त्यसरी चाहिँ ढलेर त्यसरी मेरो चाहिँ यस्तो हो। म चाहिँ तपाईँको चाहिँ भाइहरूसँग गएको थियो, कलेजको भाइहरूसँग। दाइलाई चाहिँ देखिरहेको थियो किनकि दाइको डेडलक टाइपको थियो कपाल थियो। अनि ठ्याक्कै मलाई अनि विनोद दाइ नै हो भनेर चाहिँ मैले टिकटकमा नि हेरेँ होइन। हजुर टिकटकमा हेर्दाखेरि उहाँको नाम चाहिँ विनोद महर्जन रहेछ होइन। अनि त्यसपछि म यहाँ आएँ। अनि यहाँ आउँदाखेरि एकदम दुःखद चाहिँ लागिरहेको छ। हजुर त्यतिखेर सँगै गएको एउटा चाहिँ सँगैको छेउैको त्यसरी दाइ जसको चाहिँ एउटा चाहिँ पहिचान छुट्टै थियो होइन। जसले पनि चिन्न सक्थ्यो नि त उहाँलाई होइन। त्यसरी चाहिँ मृत्युवरण गरेर आउँदाखेरि चाहिँ आफूलाई चाहिँ कस्तो हुँदो रहेछ? एउटा प्रेरणा पनि भयो हजुर होइन। अब कस्तो भन्दाखेरि कुनै पनि चिजमा तपाईँको जस्तोसुकै अन्याय अत्याचार हुँदा पनि हामी युवाहरू डराउनु हुँदैन होइन। तपाईँको अब आउने चाहिँ गभर्मेन्टले पनि यसको कुराको मूल्याङ्कन होस् होइन। मेन एजेन्डा भनेको चुनाव र तपाईँको भ्रष्टाचार विरोधी छ। यो भ्रष्टाचारीहरूलाई चाहिँ तपाईँले कारवाही गर्नु सक्नु पऱ्यो होइन। हाम्रो मेन एजेन्डा त यही हो नि त, जेन जी आन्दोलनको हो कि भन्नु न हजुर। अब नयाँ सरकार गठन भएको छ, उहाँबाट चाहिँ कतिको अपेक्षा गर्नुभएको छ? अब एक्सपेक्ट त अभियसली भइहाल्छ होइन। तपाईँको चाहिँ अब हाम्रो नेपाल गभर्मेन्ट हो होइन। किन उहाँ एउटा चाहिँ अडिक विचारमा अडिक व्यक्तित्व पनि हुन्छ होइन। म्याडम सुशीला म्याडमज्यू जस्तै उहाँलाई अब महाभियोग प्रस्ताव राख्दाखेरि पनि उहाँ नडराइकन होइन सक्छौ भने मलाई हटाऊ होइन। किनकि त्यस्तो व्यक्तित्वलाई हामीले प्रधानमन्त्री पाउन हाम्रो एकदम गर्वको कुरा हो। उहाँ नेपालको पहिलो महिला प्रधानमन्त्री पनि हुनुहुन्छ होइन। हाम्रो मेन भनेको मैले भने उहाँले काम गरेर देखाउनु पऱ्यो होइन। अब चाहिँ तपाईँको चाहिँ बोल्ने त छँदैछ, काम पनि सँगसँगै गऱ्यो भने त्यो एकदम बेटर हुन्छ भन्ने मलाई लाग्छ है तपाईँको। अब युवाहरूले चाहिँ अब के गर्नुपर्छ देशमा? तपाईँ जतिको एउटा चाहिँ सक्षम युवा, एउटा देशमा केही गरौँ भन्ने सोच भएको युवाले चाहिँ अब देशलाई कस्तो अवस्थामा लग्ने अथवा चाहिँ के गर्ने भनेर चाहिँ युवाहरूकै हातमा छ होइन। अब आउने सरकारलाई चाहिँ तपाईँको चाहिँ सुझाव सल्लाह के? अब मेन भनेको चाहिँ तपाईँको अब मेरो पनि कति साथीहरू चाहिँ तपाईँको चाहिँ बाहिर छ होइन। तपाईँको विदेशतिर छ, कोही नेपाल छोड्न बाध्य। हजुर हजुर युरोप छ, अभियसली युरोपमा छ, खाडीमा छ होइन। तपाईँको होइन उता गए पनि अब उनीहरूले मेहनतै गर्ने हो होइन। हामीलाई यतिको चाहिँ गभर्मेन्टले यतिको बनाइदिनु पऱ्यो। कोही व्यवसाय गर्छ भने त्यस्तो वातावरण बनाइदिनु पऱ्यो। कोही काम गर्छ भने रोजगार गर्ने काम वातावरण बनाइदिनु भयो। अब यहाँ तपाईँको चाहिँ कस्तो छ भन्दाखेरि तपाईँको चाहिँ यहाँ चाहिँ तपाईँको अर्निङ छ, अर्निङ अनुसारको तपाईँको त्यही हिसाबको चाहिँ तपाईँको चाहिँ स्पेन्डिङ क्यापेसिटी छैन क्या। महँगी धेरै नै छ क्या तपाईँको। यो महँगीको मेन कारण के हो भन्दा भ्रष्टाचारै हो क्या, करप्सनै हो क्या तपाईँको। अब यो सबै समाधान गर्नको लागि अहिले जति पनि यो आन्दोलनमा शहादत प्राप्त गर्नुभएका तमाम युवाहरूको सपनाको लागि पनि अबको नयाँ सरकारले त्यो गर्नुपर्छ भन्ने अथवा चाहिँ कतिको आशा छ? होइन तपाईँको ठिक छ हजुरले एकदम राम्रो भन्नुभयो होइन। यो क्वेसनमा हाम्रो कस्तो छ भन्दाखेरि हामीलाई त एक्सपेक्ट त हुनैपर्छ किनकि पोजिटिभ थिङ्किङ हुनुपर्छ, सकारात्मक सोच हुनु पऱ्यो होइन। किन यो गभर्मेन्टबाट अब 6 महिनाको लागि हो वास्तवमा भन्ने हो भने 6 महिनाको उहाँले भन्नु सुशीला म्याडमले भन्नु भइसक्यो। किनकि उहाँले के भन्नुभएको छ भने म 6 महिनाभन्दा बेसी बस्दिनँ, काम गर्ने हो भनिसक्यो। अब आउने यो चुनावपछि इलेक्सनमा आउनेले म सम्पूर्ण तपाईँको यो मिडिया माझबाट के मेसेज सन्देश दिन चाहन्छु भन्दाखेरि चाहिँ अब चाहिँ तपाईँले चाहिँ अब चाहिँ के अरे चाहिँ यो मासु भातमा भोटमा के अरे चाहिँ हाम्रोमा भन्दा पनि राम्रोलाई दिउँ होइन। अब चाहिँ
मैले भने अब यस्तो यस्तो खालको आन्दोलन गरिराख्नु नपरोस्, किनकि जुन आहुति दिनुभयो, जुन युवाहरूले दिनुभयो होइन, जसरी दिनुभयो त्यसरी गरिराख्नु नपरोस्। किन भन्दाखेरि सबैलाई आफ्नो देशमा बसेर आफैले यहाँ रोजगार गर्नु पऱ्यो, व्यवसाय गऱ्यो भने राम्रो हुन्छ नि त।